गाजै खाएर ताने लट्ठ भए जस्तो रक्सी खाएर होइन पुरै लट्ठ भएर भए जस्तो कि म त छक्क पर्छु के बाबालाई यस्तो जस्तो लाग्छ 2 लाख कमाउँदै नि पुग्दैन नेपालमा गएर कति हजार 2,000 नकमाउँदै नि भएको थियो पुगेकै थियो खुसी नै थियो सारा 2 लाख कमाउँदा पनि नपुग्दाखेरि त केमा कमाउ जस्तो लाग्ने के आयो जेसिबी पो आएछ यार जेसिबी के हो मैले राख्छ नि देखिनँ नेपालमा हुँदा 1 रुपियाँ नकमाउँदा पनि त्यो खुसी चाहिँ साला यो 2 लाख कमाउँदा पनि छैन सायद 2 लाख त के करोडै कमाए पनि त्यो खुसी चाहिँ पाउँदैन होला साथीभाइसँग सँगै बसेर खाएको थियो होइन रमाइलो छेडहरू होइन 20 रुपियाँ चरपेटा खायो केही खाएँ चाउचाउ खाएँ सँगै बसेर बजारतिर गएर समोसा खाएँ होइन त्यो खुसीमा यहाँ 2 लाख कमाएर पनि एक छेड 100%मा 1% नै मिल्दैन कि त्यो खुसी के सिवाल के त्यो त सुनिसक्नु हुँदैन कि अब बुझ्यो भने त बरु बुझ्दै भन्दा नबुझ्दै ठिक लाग्यो मलाई चाहिँ होइन त्यो बुझ्नु नै घाँबाट हो क्या बरु नबुझ्दै जेसुकै हरिसक्यो वास्तव हुन्न हेलो नमस्ते सबैजनालाई फेरि पनि आजको नयाँ भिडियोमा स्वागत छ आज फेरि पनि म जाँदैछु होइन टक्कसँगले एक्लै बजारतिर हल्लिँदै होइन मौसम पुरै चिसो छ आज चाहिँ र केही छैन ज्याकेट स्याकेट झ्याक्क लगाइसकेको छु मैले होइन अनि ग्लोभ्स चाहिँ नलाउने निर्णय गरियो म फेरि अप्ठ्यारो भइबस्छ त सामान बोक्नुको लागि यताउता गरी खोल्नुपर्ने हुन्छ अनि आज पनि म एक्लै छु बिन्दास चिलमा अनि आजको भिडियो चाहिँ विशेष रहनेछ होइन लेट्स गो गाइज सुरु गरौँ आजको भिडियो र त्योभन्दा अगाडि यदि च्यानल नयाँ हुन्छ र च्यानल सब्सक्राइब गर्नुभएको छैन सबजना च्यानललाई चाहिँ ड्याङ्गै लाएर सब्सक्राइब चाहिँ गरिदिनु होला होइन त्यही हो र भिडियोलाई लाइक सेयर गर्न त नभुल्नु नि होला भन्न चाहन्छु है ल आजको भिडियो चाहिँ जाउँ न त बाहिर है सर ल होइन फाइनली म चाहिँ बाहिर पनि आइदिइहालेँ एकदम चिसो रहेछ मौसम चाहिँ अनि टक्कसँग आँखाको सेफ्टी लागि चाहिँ होइन 15,000 किनेको चस्मा लगाइदिनु त होइन खै त यार कता हो होइन 15,000 को चस्मा यही हो भनेर कसले भन्ने होइन यो चाहिँ कोरियन ओन हो होइन नेपालको त्यही हिसाब गर्नु कति हो होइन गोर्खेले चिलमा हल्का रमाइलो त्यही हो अनि हल्का चिसो छ आँखा लास्टै नै चिसो आँसु निकालिदिन्छ नि त कौन है ये लोग कहाँ से आते हैं त्यही भएर अनि सेफ्टी लागि त्यसपछि अनि ग्लोभ्स पनि ब्यागमै छ अनि चिसो भइला पनि तर खास चाहिँ त्यति धेरै चिसै छैन जस ठिकै हिँड्दा चिसो हुनसक्छ नि त अनि त्यही हो यो होइन पारा राज आऊ देश बचाऊ यस्तो टाइपको छैन नेपालतिर हल्ला अनि गोर्खे यता शीतल छ होइन हप्तामा 2 दिन छुट्टी हुन्छ त्यो पनि 2 दिन त एकछिन जस्तो लाग्छ भनेको यार के हो मलाई मात्र कि अनलाइन हुन्छ गोर्खेहरू भन्नु पऱ्यो कमेन्टतिर यार साह्रै गाह्रो हुन्छ त के भएको मान्छेलाई 1 दिन पनि नसेर काम गर्दाखेरि हुन्छ है सबको शनिबार काम चल्दा नि खोइ आनन्दै हुन्छ सायद काम नगरे बानी होइन काम गर्ने बानी छैन नि त त्यो पनि होला सायद जस्तो लाग्छ मलाई चाहिँ 2 दिन छुट्टी हुन्छ हप्तामा 5 दिन काम गऱ्यो कहिले सार्वजनिक बिदा हुन्छ बिचमा 1 दिन त्यो पनि आराम पुग्दैन भने 2 दिन सुत्दा नि के भएको यस्तो यार गाह्रो छ त केही छैन यस्तै गोर्खेको ताल क्या मस्त चिसो हावा छ तर यो चिसो हावा आए पनि मलाई यस्तो लाग्छ कि नेपाल जस्तो हावापानी त्यस्तो आफ्नो शरीरमा त्यस्तो फिलै हुन्न क्या त्यो टाइपको चाहिँ क्या होइन जस्तो सुकै हावापानी भए पनि कहाँ खै नेपाल जस्तो त कहिले पनि शरीरले अनुभवै गर्दैन क्या पुरै हावा नै होइन जस्तो के हावा त हो एकदम चिसो हावा यहाँको चाहिँ होइन त्यो नेपाल जस्तो घाम त्यो पानी होइन वातावरण त पुरै चेन्ज के एउटै शरीरले म्याचै गर्दैन भनेको आएको 3 महिना भयो होइन हुन लागिसक्यो अनि खै भयो भन्दा नि हुन्छ अब होइन 1 दिन त हो भयो भनौँ होइन तर खै त्यो शरीरले त्यस्तो अनुभव चाहिँ के 1 दिन पनि गरेको छैन मेरो चाहिँ होइन त्यति 3 महिनामा अरूलाई चाहिँ कस्तो लाग्छ होइन मलाई त्यस्तो लाग्छ कि आफ्नो अनुभव हो होइन आफ्नो अनुभव चाहिँ फरक हुनसक्छ होइन तर पनि मलाई त्यस्तो लाग्छ कि त्यस्तो हावापानी नेपाल जस्तो होइन 1 दिन छैन कि बरु काम गर्दाखेरि शरीर एक्टिभ भइबस्यो हुन्छ होइन अलि त्यो काम गऱ्यो नुहायो होइन अलिकति शरीर फ्रेस भए जस्तो हुन्छ तर झन् छुट्टी भएर बस्यो भने यसरी के भन्ने उनी हुन्न कि शरीर त पुरै लट्ठ हो कि अनि जतिखेर नि तातो पानी मात्र हुन्छ त्यसमा छुइँदैन त्यो भविष्य त झन् खोइ शरीर त पुरै लट्ठ के त्यही गाजै खाएर ताने लट्ठ भए जस्तो अरे कहना क्या चाहते हो गाजै नआयो भने फेरि गाजैको अनुभव त बताउनु भएन होइन त्यो पनि गलत जस एउटा भनाइ मात्र हो अन्यथा नलिनु होला होइन त्यो कसैले त्यस्तो घोचेर भन्नु खोजेको होइन जस रमाइलो जस रक्सी खाएर होइन पुरै लट्ठ भएर भए जस्तो कि होइन पुरै चासमा के यसो गरेर गऱ्यो कि त्यो पनि केही छैन जस्ट रमाइलो गाइज त्यही हो अब त होइन गोर्खे हिँड्दैछ बाटोमा एक्लै छु आज चाहिँ अनि मेरो रासन पनि ल्याउनु पर्ने छ नि त
अनि रासन चाहिँ हेरौँ के हुन्छ। अनि तर फेरि मेरो खानेकुराहरू पनि पुरै चिलमा के जिरै भएको छ जस्तै हो, पैसा जिरो भएको जस्तो। सामान पनि सबै सकिएको छ होइन। जङ्क फुड पनि कति खाने क्या, खाँदा खाँदा पुरै जङ्क फुड पनि थिच्ला जस्तो भइसक्यो। त्यही छैन अब मौसम अलिक चिसो भयो, टुपी पनि धस्दिनु पऱ्यो होइन। धन्न चस्मा ल्याएको चाहिँ फाइदै भएछ, आँखालाई एकदमै सेफ्टी गर्यो यसले चाहिँ होइन, प्रोटेक्ट दिइरहेछ। त्यही हो, भवाले मजा हुनेछ होइन। अब माटमा गएर छिरिदिन्छ ड्याङडुङ लगाएर, त्यसपछि अनि त्यहाँ गएर धेर त होइन। आज त्यही हो 1 लाख त सिद्ध्याउँछु होला मैले बढीमा, अनि कम्तीमा त सकि नै हाल्छ, 70 त सकिन्छ नि आज। अनि त्यही हो, सामान त्यति किनिदिन्छ। अनि गोर्खे जहिले पनि त्यसरी चिलमा हो क्या, पुरै किनमेल हान्यो। अनि त्यसपछि पैसा त चिल्लै हो क्या, कमाइ त एउटा पनि बस्दैन। 3 महिना भइसक्यो, अकाउन्टमा त 1 रुपियाँ पनि छैन भने कहाँ हो कहाँ न ऋण तिर्नु सकेको छ है। के हो कि म त छक्क पर्छु। म मात्र हो कि अरू पनि गोर्खे यस्तै छ हौ। सायद म मात्रै होला हो, अलिअलि हुनुहुन्छ र त धेरै त सेभिङ गर्नेतिर नि लागिसक्नु भयो होला 3 महिनासम्म त। तर म चाहिँ 3 महिना होइन भयो भनौँ न। अब त्यो अब भोलि पछि 3 महिना पुग्छ, अनि 3 महिना भनौँ न। 90 दिनमा कमाएको पैसाले कोरिया आएर 1 रुपियाँ सेभिङ नभएर उल्टो ऋण पनि तिरिसकेको छैन होइन। म मात्र हो कि अरू पनि छ होइन। कमेन्ट हान्नु होला तल होइन, कोही हुनुहुन्छ भने। तर मैले चाहिँ अहिलेसम्म न ऋण नै तिर्न सकेको छु होइन। ऋण छ, ब्याज बढेको गर्छ नेपालको, त्यही त हो नि। 1 लाखको महिनामा 3000 ड्याङ बढेको छ। अनि अरू पनि ऋण छ नि त, त्यो महिनाको 1 लाख र 3000, अब त्यो धेरै छ नि त। झन् के हो महिनामा त 10-15 हजार ब्याज मात्रै तिर्दाखेरि के म त छक्क पर्छु कि। कमाइ छ 2 लाख रुपियाँ भनेछ महिनामा, अनि हुनु पनि हो 2 लाख रुपियाँ दिन्छ। अनि कट्टासट्टा हान्दाखेरि अब यताउता गर्दाखेरि डेटमा झर्छ, खानासाना गर्दाखेरि होइन। यो अगाडि भिडियो नि भनेको थिएँ। अनि फेरि 50,000 लगाएर सकिँदाखेरि यताउता गर्दाखेरि, अनि घर खर्च भन्दाखेरि नेपाल पठाउने भन्दाखेरि इमिग्रेसन कटाउँदाखेरि खै के हो कि म मात्र हो कि त्यस्तै हो। अरू पनि हुनुहुन्छ गोर्खेहरू यार। म त छक्क पर्छु कि के बाबालाई यस्तो जस्तो लाग्छ। 2 लाख कमाउँदै नि पुग्दैन नेपालमा र कति हजार 2 हजार नकमाउँदै नि भएको थियो, पुगेकै थियो, खुसी नै थियो। सारा 2 लाख कमाउँदा पनि नपुग्दाखेरि त केमा कमाउ जस्तो लाग्ने कि। त्यो केही वास्तै छैन क्या। पैसाको लत लाग्दैन क्या यो तालले त हो। पैसाको लत लगाउनु पऱ्यो भनेको त लाग्दैन क्या हो केटा। यस्तै छ होइन, चिलमा हो। अनि यतिर पुरै यस्तो छ। यतिर चाहिँ अस्ति नै पुरै हिउँ हुन्थ्यो, अहिले त ड्याङडुङ जोतेर यहाँ अब फेरि धान रोप्ने होला कि। सायद धान रोप्छ या के रोप्छ होइन, भोलिपछि देखाइहाल्छु म। यही हो होइन, गोर्खेहरूले हिँड्ने बाटो सधैँभरि अब ड्याङ्गै लगायो 3 वर्षसम्म 2 वर्षसम्म होइन। यतै बसिन्छ होला, अब त्यो थाहा छैन, हेरौँ पछि कुरा हो। तर ड्याङडुङ जोतेर होइन यतिर चाहिँ टक्कसँगले अस्ति त हिउँ हुन्थ्यो नि त। अनि हिजोअस्ति 1 दिन अगाडि झरेको थियो हिउँ यहाँ पनि फेरि। नत्र भने अहिले तातामा त सुरु हुन लागिसक्यो नि त फागुन। त्यही पनि खै त्यो उनी छैन क्या यहाँतिर त। हिउँ तातामा तातो हुन्छ अरे भन्दै हुन्थ्यो फेरि यतिर त यहाँले। के आयो फेरि जेसिबी पो आएछ यार। जेसिबी के हो मैले आएको छ नि देखिनँ होइन। कानै बन्द गरी कराएको छ त के हो यो। ए ट्र्याक्टर पो रहेछ त के हो यार, यहाँ त पुरै खतरा छ त। हेर त केटा पुरै अगाडि त पुरै फर्स्ट टाइम रहेछ है मैले चाहिँ आएर। खेत जोत्ने रहेछ, ट्र्याक्टर रहेछ। अनि अगाडि चाहिँ पुरै त्यो अब माटासाटा सोर्ने है के हो होइन। टक्कसँगले जेसिबी टाइपको के बब्बाल लाग्थ्यो नि मलाई त। के हो सक्छ त अनि यहाँ सक्दैन नि कसरी यार। त्यही हो, यस्तै छ होइन। बोल्दा भिडियो पनि लामो हुँदै गएको जस्तो छ, तर केही छैन। अनि च्यानलमा नयाँ हुन्छ च्यानललाई सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला होइन। मिस्टर रविन च्यानल गोर्खेले यस्तै हो भिडियो हाल्ने भनेको होइन। अब अरू पनि भिडियो आउँछ। अनि नेपालतिर फेरि त्यही हल्ली चल्ली ए राजा आऊ देश बचाउ दिएको होइन। कसैलाई के मुर्दाबाद भनेर जुलुस लाग्दैछ होइन। अब त्यही हो, यसको बारेमा चाहिँ नबोल्दै उचित होला होइन। अब जे होस् यति हामी चाहन्छौँ कि देशमा विकास होस्, युवाहरू यसरी हामी जस्तै विदेशी नपरोस् होइन। त्यही हो, साला 2 लाख कमाएर पनि खर्च होइन कमायो। नेपालमा हुँदा 1 रुपियाँ नकमाउँदा पनि त्यो खुसी चाहिँ साला यो 2 लाख कमाउँदा पनि छैन कि। सायद 2 लाख त के करोडै कमाए पनि त्यो खुसी चाहिँ पाउँदैन होला कि।
मैले चाहिँ पाउन सक्दिनँ होइन। सायद अरूले नि धेरैले पाउनु होला, कसैले पाउनु होला, नभए त्यो छुट्टै कुरा हो। तर मलाई लाग्छ कि साथीभाइसँग सँगै बसेर खाएको थियो होइन, रमाइलो छेडहरू होइन, 20 रुपियाँ चरपेटा खायो, केही खायो, चाउचाउ खायो, सँगै बसेर बजारतिर गएर समोसा खायो होइन, त्यो खुसीमा यहाँ 2 लाख कमाएर पनि एक छेड 100%मा 1% पनि मिल्दैन कि त्यो खुसी। खै कहाँ जान्छ त्यो खुसी होइन। मलाई मात्र हो कि अरूलाई नि हुन्छ होइन त्यो खुसी के। 100मा 100 पाउँथ्यो भने हामी गाउँमा हुँदाखेरि साथीभाइसँग, तर मलाई त्यो खुसी एक रत्ती पनि मिल्दैन कि यहाँनिर। नखाएको होइन, खाएको हो त्यो ठिक छ कि, तर पनि एक छेड त्यो खुसी, त्यो छेड खुसीको पल हुन्छ नि, त्यो मनमा चाहिँ कहिले आउन्न के। जति पैसा भयो भने त्यो आफ्नो देशमा र आफ्नो गाउँमा साथीभाइसँग रमाएको होइन त्यो खुसीहरू प्रदेशमा चाहिँ एक रत्ती पनि नहुँदो रहेछ साथीहरू। मैले चाहिँ भोगेको अनुभव गरेको 3 महिनामा आएर होइन, त्यही हो, त्यो खुसी छैन कि, केही छैन, आइसकिहाल्यो होइन, भोग्नै परेको। अनि अब काम त ठोक्नै परेको, नगरिकन मिल्दैन माम, त्यही त हो नि होइन। यस्तै छ, क्या मस्तको घाम लाग्यो यार। ओहो ओठ पनि टक्कै फुट्यो कि, अब एकदम चिसो चलेको छ। आउँदा आउँदै आँखा फेरि चिसो हान्छ, यसले लागेन भने त लास्टै चिसो छ क्या। कता हो चस्मा पनि छिर्दैन फेरि। त्यही हो, यस्तै छ। अब मेरो थोपडा यही हो। अब गतिलो त छैन, हेरेर लागेको त छैन, तर पनि गोर्खी आउँदै हुनुहुन्छ भने चाहिँ होइन, यसो पूर्ण भाषा पढ्दै हुनुहुन्छ भने चाहिँ यसो मेरो भिडियो हेर्नुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर राख्नु होला होइन। यसो कोरिया कस्तो हुन्छ त भनेर मैले यसो बेला बेलामा भ्लग पनि दिइरहेको हुन्छ नि त, अनि हेर्नुहुन्छ होइन। यस्तो रहेछ नि त कोरियाको भोकै भन्छु। अनि जस्तो हामी कोरिया सोच्छौँ त्यो चाहिँ नसोचे हुन्छ गोर्खीहरू जति पनि पढ्दै हुनुहुन्छ होइन। त्यो चाहिँ मलाई लाग्छ कि कोरिया गएपछि त 2 लाख रुपियाँ कमाएपछि त काम त जस्तो सुकै होस् न ड्याङकिडाङ हान्ने चाहिँ नसोचौँ होइन। किनकि अब त्यो सोचे जस्तो काम सबैको पर्दैन होइन, कसैको त पर्छ नि। आफूले सोच्यो भने सजिलो काम पर्न सक्ला कसैको 100जनामा 10जनाको, अब 5जनाको होइन, यस्तै पर्ला नपर्ने भने हुन्न। तर पनि धेरैको चाहिँ 3D काम नै पर्ने हो होइन। गोर्खी गदै हुन्छ कि त्यो चाहिँ दिमागमा पहिले नै अनि सेभ गर्नु होला होइन, त्यो याद गरेर आउनु होला। अनि गाडी खाने चाहिँ अनि पहिले नै पुरै तयारी भएर आउनु होला होइन। के सिवाल के त्यो त सुनिसक्नु हुँदैन कि। अब बुझ्यो भने त बरु बुझ्दै भन्दा नबुझ्दै ठिक लाग्यो मलाई चाहिँ होइन। त्यो बुझ्नु नै घाँबाट हो क्या, बरु नबुझ्दै जेसुकै हरिसक्यो वास्तव हुन्न, त्यो बोल्ने कुरा नै हुन्न। बोल्यो भने फेरि झन् बात विवाद बढ्छ नि त। बरु बोल्नु भन्दा नबोल्नु ठिक हो। फेरि यिनीहरूको रिस अहिले करायो अहिले ठिक भइहाल्छ है। फेरि अहिले करायो भने एकछिनमा फेरि त्यसले कराएको सबै बिर्सिन्छ क्या, त्यसलाई केही यादै हुँदैन। फेरि जस्तो सुरु त्यो राम्रो थियो पहिला त्यस्तै, मलाई कराउँछ काम बिग्रियो भने करायो, त्यो स्वाभाविक गल्ती भएपछि त कराइ नै हाल्छ जसले पनि होइन। झन् यो त परदेश हो नि त, आफ्नै घर त गाली खाइन्छ, काम बिगाऱ्यो भने हो नि त, परदेश हो नि त अर्को ठाउँमा, उनीहरूलाई के मतलबमा। यिनीहरूको मनमा भनेको चाहिँ 100जनामा 10जनाको चाहिँ मन राम्रो होला कि होइन भने एक रत्ती मन भने चाहिँ हुँदैन कि, मलाई जस्तो लाग्छ क्या। भोग्नेलाई थाहा होला होइन, बढी बोलेले चाहिँ नहुनु होइन, तर 10%मा चाहिँ होला कि राम्रो मन, 100मा चाहिँ। त्यही भएर केटा हो केडी हो होइन, कोरिया आउँदै हुनुहुन्छ भने अब आउनेले त सबैले भोग्नु भइहाल्छ। अनि पहिला अब सुरुमा हो क्या गाह्रो हुने, अब हामीलाई गाह्रो भइरहेछ होइन, मलाई गाह्रो भइरहेछ, त्यस्तै हो नि त। सुरुमा हो, पछि भएपछि काम जानेपछि त आफूलाई नि सजिलो लाग्ने, सबै आफूलाई थाहा भएपछि त सजिलो हुन्छ नि, त्यो त होइन अभियसली नै हुन्छ नि। अनि होइन भने चाहिँ नेपाल आउने सुरुमा आउने बेलामा त गाली खायो भनेर चाहिँ केटा हो दिमाग चाहिँ होइन प्रेसर बढेर भनेको नेपाल भएका भए त यसलाई त म ठाउँ सुताइदिन्छु भन्ने टाइपको के रिस चाहिँ आउनु सक्छ कि। म नरिसाउनेलाई त होइन, म रिसाउने एउटा यति नरिसाउने मान्छेमा गाली सुनेपछि त रिस पो भन्न चढ्छ कहिलेकाहीँ त। तर रिस उठ्यो भने रिसलाई सहनु पऱ्यो होइन, अर्का ठाउँमा त गाह्रो छ नि त फेरि, अनि त्यो पनि सहनु पऱ्यो। अनि रिस त आउँछ नि घरको झल्ल याद आएपछि त, र आफ्नो मान्छे सोचेपछि त रिस त खुट्टामै दबाएर राख्नुपर्छ नि त, त्यो देखाउने कुरै हुन्न कि। यदि घर परिवार र आफ्नो भन्ने मान्छे नहुने हो भने चाहिँ रिस त देखाइदियो कि, त्यहाँ नै गयो भने केही फरक हुँदैन जस्तो लाग्छ कहिलेकाहीँ चाहिँ। आजकल त लाग्दैन, सुरुमा चाहिँ लास्टै लाग्थ्यो क्या मलाई। अनि त्यही हो कि त्यस्तो सामान हुन्थ्यो क्या सुरुमा त, कहिलेकाहीँ कि सधैँ त होइन कहिलेकाहीँ त्यस्तो हुन्थ्यो क्या। पहिला काम पनि नजान्ने नि, अब
भाषा नै बुझ्दैन फेरि मेन कुरो त पढेको त केही एक छेउ पनि मिल्दैन क्या भन्ने नै हो भने त एक छेउ मतलब केही बुझिनँ कि जिरे थप्पै हो गोर्खे मुला 39-40 हानेर आउनेहरू पनि शीतलै हो क्या कामै छैन त्यस्तो लाग्ने क्या तर केही छैन अर्का देशमा अर्का कुरा काट्नु चाहिँ हुँदैन यसरी तर पनि रियालिटी चाहिँ यही हो क्या जुन वास्तविक हो त्यही हो क्या यिनीहरूको मनमा माया भन्ने चाहिँ केटा हो 10% को होला 100% 10% होला त्योभन्दा बढी त माया गर्ला दया गर्ला भन्ने आश लिएर चाहिँ कोही पनि होइन भाषा पढ्दैन भन्छ भने त्यो सोचेर चाहिँ काम त सिकिहालिन्छ बरु काममा फोकस गर्ने कसरी सिक्ने भने त्यो चाहिँ ठिक हो कि होइन भने त माया दया त त्यस्तै हो तँलाई मैले पैसा दिएको छु नि त काम गरे बापत भन्छ सिधै अनि सक्दैन नि होइन त्यही हो यस्तै हो जिन्दगी विदेशमा यहाँ मात्र होइन कि जुन देशमा पनि त्यही हो साथीहरू धेरै जस्तो होइन नेपालमै त गाली गरिन्छ नि त नेपालीमै त्यहाँ पो केही जस्तो लाग्दैन नि त सबै आफ्नै हुन्छ यहाँ त अरू यिनीहरूलाई झन् के मतलबै हुँदैन नि त त्यही हो हामी पनि गाली गर्थ्यौँ होला होइन त्यो सामान्य कुरो हो कि त्यसपछि मलाई लाग्छ कि सामान्य हो गल्ती गरेर गराइहाल्छ अनि त्यसलाई दिमागमा नलिने के शीतल तिनीहरूले एउटा गाली गऱ्यो भने एउटा राम्रो के अहिले गाली गरेमा अहिले बिर्सिदिन्छ वास्तै हुन्न के अनि त्यो चाहिँ बिहारको बानी त्यस्तो कि सबै त्यही भएर अलिकति होइन पढ्दै हुनुहुन्छ भने चाहिँ दिमागलाई चाहिँ अलिकति होइन टक्कसँगले जस्तो गाली साली त म सहन सक्छु होइन केही हुन्न भन्ने टाइपको चाहिँ यस्तो खालको चाहिँ होइन मानसिक पुरैसँगले क्या मानसिक रूपमा चाहिँ एकदम बलियो भएर चाहिँ पढ्नु होला बुझेर होइन भोगाइसके यसो फोरेन यस्तै मैले जस्तै भ्लग बनाउने अरू साथीहरूको दाजुदिदीहरूको होइन दाजुभाइ नेपाली दाजुभाइको भ्लग हेर्नु होइन बुझिरहेको हुन्छ त्यो भिडियो हेर्दा पनि मलाई शान्ति हुन्छ क्या मलाई मात्र सारा दुःख भयो होला भन्दाखेरि त अरूलाई नै हुँदो रहेछ त हो दुःख त भन्ने हुन्छ कि कोरिया आएपछि मैले मात्रै गाली खायो होला होइन यिनीहरूको यहाँ आएर अरूले त राम्रो काम पायो होला यस्तो टाइपको के तर रियालिटी हो भने सुरुमा गाली नखानेमा कोही पनि हुँदैन कि म यो चाहिँ ठोक्कै गरेर भन्छु होइन कोही हुँदैन के सबले हो गाली खाने त कोही हुँदैन के जतिसुकै म यहाँ सुरु भने नि E9मा आउनेहरू गाली नखानेमा कोही पनि हुँदैन कि 100जना म त भन्छु 1-2जनाले होला गाली नखाने होइन भने त त्यसले पनि कुनै दिन त भेटि नै हाल्छ कि त्यो त 100% नै हो होइन भने सुरुमा त गाली नखाने कोही पनि हुन्न केटा हो अनि त्योभन्दा पछि भएपछि आफै कम हुन्छ होइन मैले जुन गाली सुरुमा खान्थेँ त्यो अहिले गाली खाने धेरै कम भइसक्यो कि अब सबै काम जान्नु लागिसक्यो नि त सबै त आउँदैन त्यही पनि जस गर्नुपर्ने आधा उधी त गर्नु नआए पनि यसरी गर्नुपर्छ है यो गर्नुपर्छ भनेर याद भइसक्यो नि त अनि त्यो भएपछि त आफैले डाङडुङ गरेपछि त अनि सजिलो भयो नि त सो त्यो हो क्या अनि नत्र भने त छिल्लै हो कि केही हुनै हुन्न त अनि पहिला त कता के गर्ने वल्ल टल्ल के पुरै लाटा रेखै के हेर जस्तो त्यो टाइपमा के नहुने होइन अनि त्यसपछि त गाली खाइहालिन्छ त्यही त हो कुरो बुझ्दैन फेरि भनेको नि अब फारेथु पढ्छ हामी चाहिँ यहाँ आएर फेरि प्यालेट बन्छ अनि हामीले के भन्छ अरे उहाँमा यहाँ फेरि के भन्छ अरे सोनसुरी र हिन्दुका पढेको यहाँ त के हुन्छ अब त्यो नामले भन्दैन है के भन्छ मैले त्यो अहिलेसम्म एकचोटि नै सुनेको छैन त्यो नाम यहाँ आएर 3 महिना भयो होइन भनौँ एकचोटि सुने छैन कि अब अर्कै नामले बोलाउँछ त अनि गाह्रो छ क्या के भन्ने के होइन यस्तै छ के भन्छ त्यही हामीले जसरी पढ्यो त्यसरी चाहिँ भोइस बोलेको सुनिन्न कि अर्कै सुनिन्छ अनि त गाह्रो यस्तै छ होइन भौरी यस्तै छ अनि भोट चाहिँ ड्याङ्गै गयो कि मेरो चिसोले मार्क्स लगाइएन होइन मार्क्स हुँदा पनि ल्याइएन ओ ठ्याक्कै फुट्यो केटा हो होइन यस्तै हो केडी हो यस्तै छ गोर्खेको ताल होइन म गफको तालमा होइन बोल्दैमा भिडियो लामो भएछ है ड्याङ्गै बजार आइपुग्यो कि अब त फेरि के भन्ने के सक्दैन नि फेरि बजार आएछु होइन अनि त पुरैसँगले चिल्लर हो कि अनि सक्दैन फेरि त्यो टाइपमा हो नि त अब ठ्याक्कै लाएर म चाहिँ आयो भने आइपुगिसकेँ कि गफको तालमा होइन यसो भिडियो हानिदिनु त भनेको भिडियो त लामो भइसकेको छ पुरै होइन त्यो पनि बोलेर सकेको छैन गोर्खे फेरि दिएको छ पुरै
त्यही हो होइन वास्तविक सोचाइ र आफूले सोचेको कोरिया धेरै फरक छ अरूले फेसबुकमा स्टोरी हालेको देखेर ए कोरिया त मस्ती रहेछ ए जापान त मस्ती रहेछ ए दुबई जुनसुकै देश होस् होइन कतार ए मस्ती रहेछ भनेर साउजीसँग देखे जस्तो चाहिँ जिन्दगी छोइन हेर केटा हो केडी हो सोच्नु त्यो चाहिँ बेलायमा होइन यो गोर्खिनीहरू थाहा होला कोरिया बस्ने सबैलाई काम कस्तो हुन्छ भनेर होइन कोरिया मात्रै होइन जुन देशमा पनि विदेशमा पनि नेपालमा पनि काम त त्यस्तै हो काम भने कामै हो होइन गर्न गाह्रो हुन्छ नि अभियसली पनि तर पनि फरक यति हो कि नेपालमा हो नि त होइन मिसिनतिर होइन काम अलिकति यसो टोयलेट जाउँ न त म भनेर फेरि टक्क टोयलेट गइहाल्नु नि त भन्दा पनि होइन एकछिन सुर्ती खाउँ न त भन्दा पनि होइन खानु पाइन्छ नि त अब यहाँ त त्यो हुँदैन कसैको त हुन्छ नि अब हाम्रै कम्पनीमा पनि छ त्यस्तो होइन अनि त्यो तर मेरोमा त्यस्तो छैन सबैको त्यस्तो पर्छ भने पनि हुँदैन होइन अनि गाह्रो हुन्छ समय म यहाँ त त्यही हो विदेशको भगाइ यस्तो छ सबैको नि सायद धेरै सबैको त नभनौँ धेरैजनालाई त गाह्रै हुन्छ नि होइन अब 20-30%लाई अलिक सजिलै लाग्ला अब आफैले गर्नुहुने होला आफ्नो छुट्टै होइन कसरी विकास गर्ने आफ्नो चाहिँ होइन व्यापार गर्ने भनेको छुट्टै होला त्यो टेन्सन साउको टेन्सन नहोला होइन आफ्नो जिन्दगी हो त्यसरी फरक हुनसक्छ अब तर पनि अब यसरी नेताले जस्तो भाषण छाड्यो भने त फेरि मलाई फेरि के सोच्ला होइन तर पनि भिडियो चाहिँ यसो हेर्दै हुनुहुन्छ भने चाहिँ हेरौँ मजै छ होइन गोर्खीको लाइभ अनि यसरी मैले कहिले नि बोल्दैन थिएँ आज पुरै बोले दिएको न मजाले यसरी के दिएको छु होइन आज यसले भाँगै खाएछ जस्तो नि फिल भइरहेको होला कतिलाई त्यो पनि होइन फर्स्ट टाइम यसरी बोल्दैछु अनि मस्त मजा छ होइन अब बजार पनि आइपुग्न लागिसक्यो म फेरि बोलेको न दिएको अनि यस्तै छ भगाइ कोरियाको चाहिँ गोर्खीको ट्याङ्गै फुट्यो कि अब त मा तातो पनि भयो कि बोल्नु पनि झर्कै बोलियो कि जस्तो छ होइन तर नि केही छैन अब मेरो फेरि टिकटक छैन यहाँ कोरियामा होइन कोरियामा फेरि टिकटकमा पनि पैसा आउँछ अरे नि त त्यो टिकटकमा फेरि पैसा आउँछ अरे 10,000 साथी बनाएपछि अनि 1 लाख होइन भ्यू आएपछि चाहिँ जुन टक्कसँगले होइन मोनेटाइज भयो भने त यसरी बोलेर टक्क हाल्यो भने पैसा आउँछ अरे नि त अब फेरि मेरो त्यो छैन कि मोबाइलमा त्यही छ गोर्खीको टेन्सन गोर्खेलाई होइन एउटा टेन्सन भन्दा नि अब त्यो पनि गर्नु पाए हुन्थ्यो भन्ने सोच थियो पहिला चाहिँ अनि नेपालको आइडीमा त मेरो फेरि 11,500 फलोवर्स थियो होइन अब त्यो अकाउन्टमा फेरि यहाँनिर भएन त्यो अकाउन्ट यहाँ चलेन त्यसपछि त्यो अकाउन्ट पनि मेरो बिग्रियो यहाँ आएर अनि मेरो फोनमा फेरि यहाँको सिम चलेन होइन धेरैको त्यस्तो होला मेरो एन्ड्रोइड फोन हो मेरो पनि चलेन कि त्यो आफै भयो नि त अनि अहिलेसम्म फोन किन्न सकेको छैन ऋण त तिरिसकेको छैन फोन कहाँबाट किन्ने फेरि गोर्खेलाई सोच आउँछ आइफोन किन्ने आइफोन किन्नु परेछ त सक्छ 1 महिना स्यालेरी भ्याउँदैन आइफोन किन्नलाई स्यालेरी चाहिँ 1 लाख होइन अब काटेकुट गर्दा 1 लाखमा झर्छ त्यो पनि घर पठाउनु यताउति गर्दा त्यो पनि सक्छ होइन अनि त्यो किन्नै सक्ने क्षमता छैन गाह्रो छ अनि काम चलाउनु परेछ एन्ड्रोइड फोनले होइन त्यो फोन यो फोनमा केही फरक छैन त्यही फरक यति हो कि ह्याङ हुँदैन र क्यामेरा राम्रो छ त्यति मात्र हो अनि गोर्खेलाई त्यसैमा पैसा नभएपछि त्यसैमा चित्त बुझाइरहेको छ शीतल यति हो अब म बजार छिर्न लागेको होइन भिडियो हेरौँ के छ र जिन्दगी यस्तै हो होइन अब चाहिँ टक्कसँगले बढी नै बोल जस्तो लाग्यो चस्मा खोलेरै बढी बोलेको भए सरी होइन भने हाँसी भिडियो हेरेर सब्सक्राइब सबैले गरिदिनु होला शीतल हुने गरी है अब चाहिँ म बजार पनि ठ्याक्कै आइपुगिहालेँ भन्दा नि हुन्छ कि अब अलि अगाडिपट्टि हो अब चाहिँ म टक्कसँगले जाँदैछु कि बजारमा अनि त्यहाँ फर्स्ट अफ अल त मलाई लोटो काट्नु छ एउटा आज शनिबार हो नि त काटेको खुट्टा छैन त्यो पनि म 1 लाख रुपियाँ ऋण हानेको छु होइन 1 लाख टेन्सनै छैन ऋण त भन्नुपर्ने कुरा त होइन तर 1 लाख यहाँ हानेको छु आमा गाडी पनि ट्रक पो छ त चट्टसँगले अनि त अब लोटो हानिन्छ होइन फाइनली अनि त्यसपछि अब सामान खानेकुराहरू किन्नु छ आज अनि बाटोमा छिरिन्छ त्यसपछि म फर्किन्छु होइन भिडियो अन्तिमसम्म हेर्नु होला च्यानललाई सब्सक्राइब गर्नुभएको छ सबैजना च्यानललाई सब्सक्राइब गर्नु होला मेरो वास्तविक भोइस यस्तो हो कि साथीहरू तर त्यो चाहिँ होइन रमाइलो होस् न त गोर्खिनी होइन हेर्नेहरूलाई पनि भनेर मैले त्यो टाइपमा बोलेको हो कि कसैलाई नराम्रो यो एलाका मान्छे नराम्रो त्यो भन्ने सोचले बोलेको होइन कि यो रियालिटी के हो त्यही भनेको होइन विदेशको ठाउँमा सबै देश छ कि यो मात्र यो देश मात्र होइन कि सबै देश हुने त्यही हो क्या हामी पनि अरूलाई हेप्छौँ नि त गल्ती भएको छ यसरी गर यसरी भन्छौँ होला होइन
सधैँ भनिन त कहिले काहीँ त भनिन्छ नि त आफूलाई रिस उठ्छ सधैँ एकै नाचको दिमाग त उड्न होइन त्यो हो कि यसरी बोल्यो भने त फेरि गोर्खे शीतल हुन्छ यो भोइस चाहिँ मेरो खास गरी रियल चाहिँ होइन है मेरो भोइस भने चाहिँ यो टाइपको हो खास गरी चाहिँ तर त्यो भिडियोको लागि त्यस्तो भोइस हो होइन अन्यथा नलिनु होला त्यही हो अब म बजार पनि फाइनली आइपुगिसकेको छु अब यो भिडियो अन्तिमसम्म हेर्नु होला अब च्यानललाई सब्सक्राइब गर्नुभयो सब्सक्राइब पनि हानिदिनु होला अनि म चाहिँ के भ्लग सुरु गरेको बोले ठ्याक्कै बजारै आइपुगेँ क्या एक ठाउँ पनि रोकेको छैन मैले पुरै जस्तो छ त्यस्तै भिडियो नकाटिकन चट्टै अपलोड गरिदिएको छु होइन यो भिडियो चाहिँ मैले गरिदिने छु होइन त्यही हो अब गर्छु भनौँ न हजुरलाई त गरिदिएको छु भनौँ होइन जे भने नि भिडियो नकाटिकन चट्टै एडिटै गर्नु पर्दैन कि चाटचुट टक्कै क्या त्यस्तो टाइपमा छ आज भिडियो चाहिँ होइन बिन्दास फेरि चिलमा गोर्खे अब बजार पनि आइपुग्यो ओठ झरी फुट्यो कि ओठ लास्टै फुट्यो होइन बिजोग भयो कि कपाल पनि यस्तो छ हालत मैले केही गरेको छुइनँ ओठ फुट्यो अब के गर्ने क्या घाम त चक्को लागेको छ तर पनि चिसो छ है चिसो छ अब त्यस्तै हो केही छैन भिडियो हेर्दै गर्नु होला होइन अहिले ठ्याक्कसँगले म चाहिँ अब चिसा ड्याङ्गा हान्छु अनि त्यसपछि सामान ड्याङ्गा किन्छु अनि त्यसपछि घुट्रा फर्किदिन्छ गाडी चढेर हिँड्दै होइन त्यही हो भिडियो चाहिँ हेर्दै गर्नु है त छोड्ने चाहिँ होइन है भिडियोहरूलाई मिस्टर रविन च्यानलको यो गोर्खे भ्लग चाहिँ हेर्ने छोड्ने होइन कि होइन हेर्ने नै हो कि ड्याङ ड्याङ लगाएर आउने बित्तिकै हेरिहाल्ने हो च्यानललाई सब्सक्राइब गर्नुभएछ सब्सक्राइब गरिहालिदिने हो क्या मेरोमा त होइन सबैको के होइन ड्याङ लगाएर त्यो हो नि त बानीको सँग होइन मैले तपाईँको मेरो सबैजना यसरी गरेर सबैजना अघि बढिन्छ नि त त्यो हिसाबले चाहिँ अघि बढ्नुपर्छ हामी नेपाली दाजुभाइ होइन त्यही हो त्यस्तै छ जिन्दगी केही छैन होइन झ्याप लगाएर कि यसरी हो नि त आजरी त ब्लग बनाउनु त अब यही टाइपमा हो होइन ल गाइस आजको भिडियो चाहिँ यस्तै चल्दैछ अब म मार्च छिरेको अहिले चाहिँ टक्क अलिकति घोप्ट्याएको होइन थोरै देर फ्यु सेकेन्ड लेटर है फ्यु टाइम्स लेटर एकचोटि के हो कि होइन अङ्ग्रेजी मलाई आउँदैन फेरि सो प्रब्लम हुनसक्छ फेरि इङ्ग्लिस मिलेन भन्ने टाइपको होइन पुरा हुनसक्छ नि त त्यही भएर चाहिँ मैले इङ्ग्लिस बोलिनँ ल त्यसपछि अङ्ग्रेजी अलिकति अगाडि बिग्रि पनि सक्यो होला जहाँसम्म मलाई लाग्छ होइन बिग्रेको भएको सरी मैले धेरै भुल गरेँ म भन्दिनँ त्यो भ्लगको लागि हो होइन मलाई अङ्ग्रेजी त फेरि आउँदैन पनि वास्तविक भन्ने हो नि त तर केही छैन ओठ फुट्यो लास्ट दिन ड्याङ्गै लगाएर ल आज भिडियो चाहिँ यस्तै छ A few moments later. गोर्खेले चाहिँ फेरि टक्कसँगले आएर पनि होइन 5,000 रुपिसको यहाँ 5,000 होइन जाने खेरै हो पर्ने होइन तर पनि मैले छोड्ने होइन होइन रोप्या बेला बेलामा आएर सधैँ त भन्दिनँ तर केही छैन यस्तै छ होइन मनको शान्ति यो हो नि त टाइप होइन अब फेरि माटो गरेर सघाउनु छ त्यहाँ होइन 1 लाख जति ल भयो त्यही हो समय थप्प छैन केही पनि होइन त्यही हो लकडा होइन फाइनल टाकटुकसँगले गोर्खेले चाहिँ होइन 72,500 होइन सामान पनि किनियो अनि बडीलाई भारी अनि नाकलाई चस्माले भारी भइसकेको छ होइन त्यही हो अनि यस्तै छ कोरियाको जिन्दगी होइन मैले अघि भनिहालेँ यहाँको होइन त्यो गाली धेरै हुन्छ काम नजाने जेलसम्म होइन गाली जहाँ पनि खाइन्छ अनि यहाँको होइन त्यस्तो राम्रो गर्ने मान्छेहरू 10% भने मैले 10% बढी पनि हुन्छन् होइन 85% होला अरू देशमा नै हुन्छ नहुने भन्ने होइन तर अब आफूलाई परेपछि 100मा 100 जस्तै लाग्न सक्छ त्यो बेलामा होइन अरू बेला जस्तो सोचाए पनि त्यही हो त्यसलाई अन्यथा नलिउँ होइन बढी जस्तो सोच्नुभयो भने यसो सही मिलाएर बुझ्नु होला त्यही हो अब म चाहिँ गोर्खे चाहिँ होइन 72,500 सामान बोकेर हिँड्दैछु यसो गाडी चढेर आउन त भन्ने सोचेको होइन पुरैसँगले गाडी आउनलाई जम्मा 34 मिनट बाँकी रहेछ अब 34 मिनट म हिँडेरै पुग्छु होइन त्यही भएर ड्याङ्नु झोला बोकेर प्लास्टिक बोकेर चाहिँ होइन आइयो अनि मैले फेरि बजारमा झोला लिएर गएको झोलामा सामान अटेन किनकि अब यो झोला यही हो होइन अटेन 72,500 सामान एकदमै गरम भइरहेछ गोर्खे शीतल भइसक्यो होइन दिनभरि काम गरेर भन्दा नि बढी थाकिसक्यो तर अनि के गर्नु रुम त जानु पर्यो अनि गाडी चढिएन गाडी चढेर यो पारिपट्टिको यता उयो बिल्डिङको होइन त्यो घरनिरको छ नि त्यहाँनिरबाट गाडी जान्थ्यो पारिपट्टिबाट होइन अहिले चाहिँ ओठतिरबाट छु म होइन यताबाट टक्कसँगले चिसोले हानेर ओठ टक्कै फुटायो कि एकदमै होइन एकदम गाह्रो भइरहेछ बोल्नु पनि गोर्खे शीतल भइरहेछ बोली पनि त्यस्तै छ फेरि मेरो होइन राम्रो छैन अनुहार पनि यही हो ढङ्गको त छैन होइन यस आफूलाई त ठिकै छ केही छैन एउटा मजाको त्यस्तै चल्छ जिन्दगी यस्तै चल्छ होइन
त्यही हो। अनि यस्तै छ। अब आजको भिडियो यस्तै गरौँ होइन, यति नै गरौँ। मैले धेरै बोलेँ भएदेखि यसो होइन बढी बोलिसै केटा हो भने यसो गफसफ पनि हानिदिउँ रमाइलो तरिकाले फेरि होइन, रमाइलो रूपमा लिउँ यो भिडियोहरू। तर जे हो वास्तविकता चाहिँ साथीहरू जसले जे भने नि कोरियाको चाहिँ त्यही नै हो। म धेरै साथीहरूसँग पनि बुझिरहेको हुन्छु, उनीहरूले पनि सोधिरहेको हुन्छ भिडियो सामने सधैँ भिडियो बनाइरहेको हुन्छ केटाहरूले होइन, यस्तो हुन्छ यस्तो हुन्छ, हुनु पनि हो। गाली नखाने भन्ने कोही पनि हुँदैन होला सुरुमा, सायद मैले भनिहालेँ 100मा 5 जना 2-4 जना होला गाली नखाने, भने गाली त खाने नै हो होइन। त्यही हो, किनकि हामी त अध्यक्ष कामदार हो नि त यिनीहरू त होइन, एउटा वर्कर। त्यही हो, अङ्ग्रेजी फेरि आउँदैन, फ्याट्ट मुखमा आइहाल्यो, यस्तै छ होइन। ओठ फुट्यो चिसोले होइन, घाम मर्ने गरी लागेको छ, तर तातो भने चाहिँ खासै छैन। अनि यो 72,000को सामानले चाहिँ एकदम गरम भइसक्यो कि ब्याक अनर झोला पनि छ यतातिर प्लास्टिकमा होइन, बङ्तुतिर। अनि के गर्नु त गाह्रो छ, क्यामेरा राम्रो छैन, त्यहीमाथि उल्टो छ, घाम उता पछाडिबाट लागेको छ, क्यामेरा उल्टो छ, त्यस पुरै कालो आइरहेको छ, राम्रो आएको छैन होइन। आइफोन किन्नलाई पैसा छैन, 3 महिनामा ऋण तिर्न सकेको छैन। अनि यस्तै छ जिन्दगी गोर्खेको चाहिँ, भनिहालेँ सबै कुरो होइन, त्यसलाई दोहोऱ्याउनु नपर्ला। त्यही हो। फेरि पनि भन्न चाहेँ होइन, बढी बोले जस्तो लाग्यो भने चाहिँ नहुने कुरा गरिस् जस्तो लाग्छ भने चाहिँ यसो मिलाएर बुझ्नु होला। बढी नै बोले ठिकै छ केटा, रमाइलो गऱ्यो सम्झिनु होला होइन, भिडियो हो, अन्यथा नलु त्यसलाई। जति पनि कोरियन भाषा पढ्दै हुनुहुन्छ हजुरहरूले चाहिँ होइन, अनि आउँदै हुनुहुन्छ मानसिक रूपमा रोकियो हो त, फिजिकल रूपमा पनि अलिकति प्रिपेयर भएर आउनु होला कि भने दुःख पाइन्छ फेरि। एक महिना जति त साला कहाँ आइछु यार, म त नेपालमै खुसी थिएँ बोल्यो, यस्तो मलाई दुःख पनि गर्छ भनेर भन्ने सोच पनि आउनु सक्छ होइन। धेरैको सोच आउँछ पनि, नआउने होइन। तर पनि के हुन्छ भने 2 लाख चाहिँ छ है घन्टाको 1000 चाहिँ सम्झिनुपर्छ, अनि मजा आउँछ, अलिक जोस पनि आउँछ गाली पनि पैसाले थिचिदिन्छ, पैसाको अगाडि त सारा जो पनि झुकिहाल्छ नि त्यो रिस पनि खुट्टामा थिच्ने हो त्यसपछि त। त्यो भन्दा नि रिस उठ्दाखेरि सबभन्दा कन्ट्रोल गर्ने ठुलो कुरा हो नि त। अनि त्यसपछि सबभन्दा ठुलो भनेको चाहिँ फ्यामिली याद आउँछ। अनि फ्यामिली याद आएपछि सारा रिस त के खुट्टाको पाउ मुनि नै आउँदैन कि, हराउँछ त्यसै, माया लाग्छ नि त। कति केही गरी पो हाल्यो भने त फ्यामिलीको याद आउँछ होइन, आफ्नो मान्छेको याद आउँछ। त्यही भएर रिस सिस गए बाढमे हामी आए पहाडमे। अब सो गाइस यस्तै छ आज भिडियो होइन, यस्तै रह्यो। सपिङ पनि मस्तै हान्यो, हात गलिसक्यो होइन झोलाले। अनि भिडियो बनाउनलाई यसो स्टिक पनि छैन मसँग चाहिँ होइन, हातले नै समाउनु पर्छ। त्यही हो। अनि आज भिडियो चाहिँ यति नै गरौँ, र च्यानललाई सब्सक्राइब गर्नुभयो सबैजनालाई चाहिँ सब्सक्राइब ड्याङ हानिदिउँ होइन, लाइक सेयर होइन गर्न चाहिँ नबिर्सौँ साथीहरू। गोर्खेको भ्लग यस्तै हो होइन, यस्तै भिडियो हालेर आउँछु म, रमाइलो यसो रमाइलो सुन्नु होला हेर्नु होला होइन। यही छ आज भिडियो चाहिँ म छुट्टिन्छु, फेरि नेक्स्ट भिडियोमा मिल्ने नै छु होइन। अब चाहिँ अब नेपालको होइन अहिले घटिरहेको घटनाहरू के चल्दैछ नेपाल, त्यो बारेमा पनि एउटा भिडियो आउँछ मेरो होइन छिट्टै नै, त्यसको लागि प्रतीक्षा गर्नु होला भन्न चाहन्छु होइन। ल यति भन्दै गोर्खेहरू आज भिडियो चाहिँ म छुट्टिन्छु, फेरि नेक्स्ट भिडियो मिल्नेछु। जय नेपाल, धेरै धेरै माया अनि मिठो सम्झना सबैजनामा। बाइ गाइज।